हेलो गाइज वेलकम बैक टू न्यू अनदर भिडियो होइन आज हामी घरमा गिलो चटपटे बनाउन गइरहेका छौँ र यहाँ रेडी गरिरहेको यहाँ यस्तो हावाहुरीला छ यस्तो हावाहुरीला छैन यहाँ आज हावाहुरीला छ यहाँ हामी गिलो चटपटे बनाउन आएको बदम भुट्ने हो त्यसमा केमा कराईमा म भुट्छु नि त होइन के ल्याउनुपर्छ उताबाट भन्नु त म लिएर आउँछु के ल्याउनु होइन उताबाट के ल्याउनुपर्छ खुर्सानी हाल्नु होइन आमाले ओके आज हावाहुरीको दिन यस्तो चटपट बनाएर खाऊँ भनेर एक्कासी प्लान बनायो खाइदिने अब डल्ले खुर्सानी धनियाँ यत्रो त हानी होइन त्यही नै अब हेर्दा पनि अब कति हुन्छ पात ओके लेट्स गो यता सामान मम्मी कति कति के चाहियो चटपटेको दालमोट हो चटपटेको दालमोट चटपटेको आलु दालमोट त्यसो भए यो बदाम नल्याए नि हुने रहेछ कि बुटाउनु भइहाल्यो नि म भर्छु म जान भुक्ला हावा बनाएको त्यो अरूको पराठा खाएर हाल्छ नि हो नि है म भर्छु अब हामी म यो सबै गरेपछि बनाउनु बेला भेटौँ है त अब हामी होइन यो के अरे के छ अरे यहाँ मसला पिन्ने छ के मसला छ अरे यहाँ आलस जिरा धनियाँ मिठा सुप त्यसलाई हामी ग्राइन्ड गर्न गइराख्नु हो चटपटको मसला बनाएको यहाँ आमा काट्दै हुनुहुन्छ धनियाँ काटेर भइसक्नु भएको छ हामीसँग फुड कलर छैन त्यही भएर चुकन्दर हालेर आएको त्यसले कलर जस्तो ल्याउँछ त्यही भएर चुकन्दर हाल्नु भयो होला नि है यसलाई धेरै मसिनो बनाउनु पर्दैन यतिको हुन्छ खस्रो बनाएको हुन्छ त्यस्तै औडी आयो खुर्सानी पिर्नु छ रातो खुर्सानी डल्ले खुर्सानी ल्याएको त मैले डल्ले खुर्सानीले हुन्न रातो खुर्सानी पनि खान पाए अलिकति कलर आउँछ कि भ्याइयो यस्तो हुन्छ अब यो मसला भइहाल्यो ए सामानहरू सब रेडी छ सामानहरू रेडीहरू सब छ बदाम आलु दालमोट चना अनि धनियाँ र के अरे प्याजको के धनियाँ लसुनको पत्ता अनि यो त्यो मसला चना हुन्छ अब हामी गिलो चटपटीको के हाल्छ त्यसलाई त्यो सस बनाउने एकछिन बनाउने फर्स्ट टाइम बनाउनु लाग्यो कि अब भयो हुन्छ नभए हुन्न अब बनाउनु बेला भेटौँ है त ल अब चाहिँ हामी होइन त्यो यस्तो फुड कलरको ठाउँमा ग्राइन्ड गर्न लाग्छौँ कस्तो हुन्छ कलर देखाउँछ भन्नु के अरे मम्मीले हुन्छ कि हुँदैन कसरी ट्राई गरेको आफ्नै पाराले भयो हुन्छ नभएर के नभए त्यो साल चटपट आइहाल्यो नि कलर त यतिको आयो पुगिहाल्यो अझै ग्राइन्ड
नुन चाहियो पानी कलर त आइहाल्यो नि यतिको भए त पुगिहाल्यो नि कस्तो आउँछ थाहा छैन आफ्नो स्टाइल फर्स्टचोटि ट्राई हो हाम्रो चाहिँ अरूले बनाएर दिएको मात्रै मिठो हुन्थ्यो अब आफूले बनाउन ट्राई आर्गे पिंक पिंक आहा कलर रेड को ठाउँमा पिंक हुनु रेड को ठाउँमा पिंक भयो के कस्तो राम्रो कलर त देखियो अब त्यो अर्को फुड कलर म केमिकल हुन्छ यसमा यो हेल्दी भयो पहिला बिर्यानी पनि हुन्थ्यो आज फेरि हावाले अति गरेर चुको लाएर जस्तो गर्नु हैन मौसमै हावाहुरीको मौसम हो नि त चैत महिना हावाहुरीको महिना हो नि त झन् यता बाहिर अगाडि कन्स्ट्रक्सन बाटो कन्स्ट्रक्सन गर्नुला झन् त्यताको धुलो आएर अति छ लास्टै भयो कुहिरो लाए जस्तो भयो यो हाल्ने होला नि त्यहाँ कि पान त तातेसी हाल्ने नुन पिन्न के गर्नु होला है बिरे नुन यसलाई सफा गरौँ न अनि त्यो बनाएपछि त्यो पिने त्यो सिलौटामा पिने आइडिया है आइडिया के आटा ल्याउनु पर्यो एक दुई चम्चा मात्रै हाल्ने मम्मी र मैले बनाउँदाखेरि त भयो क्या आटाको मात्र त्यो विदाउट कलर बनाएको हामीले भयो तर सेतो सेतो भएछ डोन्ट बी नटी हो के अब ल अब बनाउनु बेला भेटौँ है त मैले त्यो गिलो चटपटीको सस बनाउनु आएको छु यहाँ पानी र त्यो आमालाई कपालमा कालो पानी भन भनेर कमेन्ट आउँथ्यो नि त्यो अहिलेको कपाल झिङझिङ राख्नु भयो यहाँ यो ससको लागि आटा र पानीमा घोलेर अनि यो चुकन्दर हालेपछि सस बनिहाल्यो अब हामीसँग फुड कलर छैन त्यही भएर हामीले चुकन्दर हाल्यो मेरो हात त ताते खायो तातो छ काली भुक अझै उम्लेसी हो अनि हालिहाल्नु नि अब यो चुकुन्दर छोड्नु हालेर यसरी छर्काउनु मम्मी प्याज पनि हाल्नु पर्यो साँच्चै मम्मी यो चुकुन्दर हालिहाल्ने होला नि होइन बाबु पहिला पाक्नु पर्यो कि यसलाई त पाक्नु पर्दैन चलाउनु मैले सकिन तातो भएर न त सानो चम्चाले तातो भयो रातै भयो रातै तातो ले मलाई भन्छ त्यही ठुलोले चलाइदियो नि ल्याउनु म त्यही ठुलोले चलाउँदैछु टाँसिनु भएन क्या त्यति हो टाँसिसकेको कस्तो हुन्छ होला है यो पाक्नुपर्छ यो हाल्ने अरे फुड कलरको ठाउँमा अब हामी त्यति कति थियो त हाम्रो बोम्बास्टिक यो यहाँ राख्नु म त्यति यो यहाँ राख्नु म त्यतिसम्म यो राखेर आउँछु मिक्सर
अनि आएर दुईटा प्याज ल्याऊ है ल अब यो स्टोर रूम प्लस डाइनिङ रुम हाम्रो यहाँ प्याज हेर्दा फ्रिजको तल छ प्याज नि कतिवटा मम्मी यत्रो भए त पुग्ला नि बल्ल हाम्रो त्यो पानीको त अलिक पाकेन है अलि पाकेन हैन आमा तँसँग के गर्छ यतिको थियो हाम्रो नि योभन्दा अलिक कमल थियो अलिक पाक्नुपर्छ नपाकेपछि पेट दुख्ला नि योभन्दा हाम्रो लाइट भयो हाम्रो दिन त धेरै भयो पुग्छ क्या यसलाई पखालिदिउँ है पर्दैन अहिले बिरयानी खान्छ अरू फ्यामिलीहरू चाहिँ तल हुनुहुन्छ मम्मी भाइ तल हुनुहुन्छ दिदी पनि तल हुनुहुन्छ अनि हामी आमा म र ठुलो चाहिँ यहाँ माथि किचनको हालत काम गर्ने बेला यस्तै छ हुन्छ सब हतार अनएक्सपेक्टेड हो क्या यसो प्लान बन्यो गरिदिइहाल्यो भातमा बनाउनु अरे चामल अनि के खाने भयो अनि ल चटपट खानु भने होइन गिरो चटपटी खानु भने ल जानु लागिहाल्यो कस्तो हुन्छ थाहा छैन अब उयो आयो है आयो कलर चाहिँ आयो यति रातो चामल पनि कमसेकम है पुऱ्याइहाल्नु नि डार्क आउँछ नि रेड आउँछ नि आइहाल्यो नि यति भए त पुगिहाल्यो नि कलर त डन भइहाल्यो मिसन सक्सेसफुल रेस्पेक्टिभ प्लस गजन मस्त लागेको आफू त खाँदै नि अहिले त गरिँदैनसम्म सेलाइहाल्छ सबै गरिँदैछौँ कहाँनिर खाँदै चाउचाउ परेको कति बेला चाउचाउ ल्याउनुपर्छ तिनवटा लिएर आउँछु है पुरानी कहाँनिर यहाँ सक्छ यहाँ हाम्रो स्टोर रुम हो क्या यस्तो छ स्टोर रुम कालो एउटा दुईटा तिनटा भए त पुरा नि ट्याक तिनटा चौध पुग्ला नि बुझा नि ल्याउनु भयो यहाँ है चौध तिनवटा पुग्ला नि है बाटा एक बनाएर अन्धकार कति बजे हो 8 बज्न लागिसक्यो अनि बिरयानीको के गर्दैन गर्ने नै रेड कलर चाहिँ हैन पिंक कलर चाहिँ आयो के रेड कलर चाहिँ हैन नि पिंक कलर आयो धन्न आउनु चाहिँ आयो के
प्याज काट्ने बेला इमोसनल हुँदैन काँक्रो आलु इमली ल्याउनु छैन यही इमलीले काम चलाउनु पर्यो चुकोमिलो छ हँ चुकोमिलो पनि छ चुकोमिलो भन्दा त यही राम्रो होला नि धनियाँ र प्याजको के अरे लसुनको पात दालमोट चना बदम सस मसला चिली पेस्ट नहीं हालेर नि चिली पेस्ट डेन्जर पिरो हुन्छ त्यो चिली पेस्ट यो अखबारै खुर्सानी हालेपछि फेरि चिली पेस्ट हाल्ने नि गएर हेरौँ है तल हजुर के हाल्यो म तल गएर चाहिँ के गरेर खाएँ तल छ ढोका सोका सबै लाएर आउँछु हावाले गर्दा होला बास्ना त बडा के गर्दै हो यहाँ नुडो हेर्दै बस्नु खा नुडो हेर्दै बस्नु खा बाहिर मम्मी नुडो हेर्दै बस्नु खा हामी माथि पकाउँदै बसेर आएपछि खेल्छु म अनि खाएपछि लुडो पार्टी चलिरहेको तर त लुडो खेल्दै बस्नु त्यही भित्र राख्दैछु तर त बस्दै लुडो खेल्दै बस्नु लुडो खेल्दै बस्नु के गर्ने मस्त बस्ने हो मस्त बसिरहेछ आरामले म त प्याज काट्दै रुँदै गर्छु मजा त यस्तो भाडा पनि ठुलै होला नि भाडा त यत्रो बनाउनु लाग्यो यहाँ काँक्रो भेजिटेबल्स त्यहाँतिर हरेको छ नि डल्ले खुर्सानी हाल्यो डल्ले खुर्सानी होइन पहिले यसमा हुन्छ आलु काटेकै छैन त अनि हाल्नु हाल्दियो धनिया लसुनको पत्ता मसला नि हाल्यौँ मसला आलस तोरी अनि धनियाँ जिरा धनिया अनि त्यसपछि अब हाल्यौँ सबै बिरयानी आमाले हेर्नु सबै के मलाई थाहा छैन जस्तो के होइन बनाउनु कि बिरयानी हाल्नु भएको नुन त नुनै हो नि भयो धेरै भयो यति भयो त बुझिहाल्छ अब चना आलु पुग्दैन क्या त्यति मिसेर हाल्ने होइन त्यो होइन खाली होला नि बाबु त्यो धुलो त्यसै हाल्ने र त्यसै हाले यस्तो मिठो हुन्छ अरे त्यति हुन्छ डल्लै थियो धनियाँ हाल्यो आलु आलु थोरै पर्ला जस्तो छ पर्दैन होला आफ्नै मेथड अपन का मेथड है भाई अपन का ये मसँग चाहिँ
दालमोट ल चना रोस्टेड चना चना खाँदै बनाउँदै गरेर त्यही त हो नि टिप्यो अनि धुलो खुर्सानी अनि यति हाल्नु हुन्छ त्यो अलिक छोरी हाल्नु बाट्न मात्रै गरेछ उता बाबा अब यो मेन बुझा चाउचाउ हाल्नु है चाउचाउ आमाले फेरि त्यो गिलो चटपटी नखाने कि सादा चटपटी खाने चाउचाउ क्यापपट्टि पनि कप्पा खायो भान्जेले खुर्सानी बुढो बुढो क्यापपट्टि हाल्नु बरु त्यो त भुल्दैन होला यही हालेको राम्रो हो नि त्यही यही हाल्यो भने वाकरी पढ्नु भएको त खिचनको हाल बेहाल बरु त धुलुक्सन भन्दा यो हाल्नु पर्ने हो नि केले मिक्स गर्ने यसले गर्ने अनि ठुलो थाल कसैले चलाउँछ खै के ल्यायो यसले हो मम्मी यसले हो यसले मिलिहाल्छ नि यसले हुन्छ यस्तो यस्तो ठुलो आगाले सब हाल्यो पुरा रमाइलो नुडो दिँदै के खाइदिन्छ होला नि यत्रो दाना खान्छ अनि त्यत्रो हाल्को कहाँ चाँदीको भयो अमिलो को लागि इमली अमिलो हुन्छ होला है यो मरिहाल्यो नि त अनि अब यतिले पुग्दैन के पुग्छ सुको अमिलो हजुर तोरीको तेल भित्र छ अमिलो पुग्दैन के हो पुग्छ कि पुग्छ धेरै हुन्छ चटपट आमाले नि जानुपर्छ त्यसले खानु फेरि मलाई आमा तेल ल्याउनु त सेफ्टीको साथ प्याकिङ भएर त के हो यसको भित्रको रात यो हाल्ने रे
घरको घरको तोरीको तेल ओके घरमै पेलेको तोरीको तेल हो यो त्यो पुग्यो पुग्छ मलाई त्यो भए ल भुजा हाल्ने अनि आजकै मलाई है ल भुजा हाल्नु नि पहिला भुजा हाल्नु त ल यहाँ पो रहेछ खाने त भइहाल्यो खान्छौ नि नि कति बनाउने हो त्यति भयो अब यति हाल्नु नि हुन्छ खानु पर्यो नि फेरि धेरै बट भराए हातले हो आमाको लागि निकाल्ने अनि हामीलाई गिलो छटपटे ओ यो त पुरै जम्यो त यो त पुरै जम्यो भाइ यो त म हलाइराख्छु यतिकै चाहन्छ भयो पकाउन कसरी चाख्छौ त नि यति केही पनि आएको छैन त यहाँ नुन सुन केही नि छैन छ त्यो त आमाले त्यही त्यो गिलो तरकारी किन्न खाइन्छ र आमा त्यो गिलो तरकारी किन्न खाइन्छ र गरम मन पर्ने भट्टा भुटेर हाल्नु मन के हो र ए त्यो भयो त भइहाल्छ नि अब तल बसेर भद्रपुर कोठामा बसेर खाने हो कि एकचोटि भयो र पुरै आजको कन्टेन्ट त भइहाल्यो नि ल कन्टेन्ट नुन आछ पिरो अमिलो के पनि हालेन पिरोको त पिरै छैन मेरो त हाल्नुपर्छ धुलो खोर्सानी अब घर खोर्सानी डम्बा मात्रै त काटेर पिरो नहाल्नु न आछैन है लाग्छ कि यति अर्को नुन हालेकै छैन यो हाल्नु त सबैको आफ्नो नुन हाल्यो भने बिर्नु हाल्यो धुलो खोर्सानी हाल्ने हो क्या यति नै पिरो भएन त के हो ए करेन्टको धुलो हालौँ न करेन्टको धुलो हालेर हामी सबै हालिदिनु यो काटेन म काट्छु त झन् म काटिदिन्छु झन् बल्ल मिठो हुन्छ नि हालिदिनु सबै हो भयो भने त त्यही धुलो चाहिँ हाल्ने हामी त करेन्टको धुलो र करेन्टको धुलो हालिदिएको होइन मिठो हुन्छ नि करेन्टको धुलो बास्नै भयो मलाई चाहिँ अमिलो आएको छ आमा छैन अमिलो त्यसमा त थोरै रहेछ कि यति नै छैन अरू ठाउँमा हो कि थिएन कि ट्याप टिप्यो अहिले आधी बल्ल आयो झ्याम झ्याम गोलबाट काटेर हाल्यो हुने छ ए गोलबाट नि काटेन अमिलो त अलिकति कम अब टक्का हाल्नु न अमिलो टक्का हाल्नु मिठो हुन्छ नि हुँदैन एक्लै हाल्नु त अलि अलि हाल्नु भयो खान्छ बाबु अब यति मोले छिटो हुन्छ टक्का
खाना बनाउँदैन अमिलो चुसै हुन्छ यो चुसै भइसक्यो अब त अमिलो नि हेऱ्यो टमाटर नै हाल्ने गिलो चटपटे नै हुन अब त्यतिले यत्रो धेरैलाई टमाटर नै हाल्ने म त्यही हो भने ओसिन्छ ओसिन्छ भयो मिठो हुन्छ नि टमाटर गिलो खततत्त परेको चटपट बनाएको त्यो त यति भयो नि त मैले भनेकै थिएँ त अर्को भएन कि अब हतार तिमीहरूले गर्छ गरेको हामीले उहाँ त्यत्रो यत्रै अलिक सानोवाला बाटोको होइन फेरि उहाँ चाहिँ अलिक धेरै भएको थियो क्या त्यति लत्तै भएको थियो ठिक्क भयो त्यो कराइभरि थियो होला आधी कराई आमा खोइ आमाको लागि भाडा यति सानो हुन्छ नि आमाको लागि चम्चा हजुरको लागि लच्छिन हेरौँ यतिले हुन्छ नि थाहा छैन है यहाँ आमाको मिठो भएको रे हाम्रो नमिठो भएको रे क्या झ्याउ हुन्छ है त्यस्तो भयो हाल्नु पर्यो सबै हाल्नु त्यहाँको त्यो मिक्सर पनि हाल्यो हुन्छ नि हुन्न र हुन्छ खाँदा हो चिज होइन कि हाल्यो होइन अँ मेरो बाबु भयो नि अरूहरूको रातो हुन्छ हाम्रो पिङ्की पिङ्की हुन्छ नि जो कलर छ उयो भयो के हो यो नि हाल्नु क्या हाल्नु खान्छ है त्यति हाल्छ नो रेड ओन्ली पिङ्क ओरेन्ज हुन्छ आई ओरेन्ज ओरेन्ज हुन्छ नि त बुझ्नु भयो भइहाल्यो नि यति भयो त होइन ससको काम त गऱ्यो नि होइन हालिदिनु भयो नि त्यो ससमा केमिकल हुन्छ यसमा फ्रुट हुने होइन हेल्दी हुन्छ अब हामी तल आइसक्यौँ होइन यो चटपटी यहाँ कस्तो छ मिठो छ अरे ल खा त कस्तो छ कस्तो छ मिठो छ हो नि अब हामी म ठुलो नि आमाले बनाएको मिठो भइहाल्छ नि कति धेरै हो त नि खाने नै भएपछि त यो सक्नु पर्यो के कुन कुन के मिसाएको भएको केले कलर बनाएको फुड कलर चुकन्दर र आटा चुकन्दर आटा त्यति हो ग्राइन्ड गरेर चुकन्दरको झोल हाले सही है बल मिठो है पनि खायो होइन खाएपछि ट्राई गरौँ है त सेक छ र अलि हाल मिठो ओ नानु नानु चम्चा चम्चा ल अब हामी खाएपछि बोलाउँ है त मिठो मिठो छ कस्तो खानु मन लागेको रहेछ चुकन्दरको कलर पनि राम्रै आउँदो रहेछ क्या है के गर्ने फुड कलर ल्याउन नि मन लागेन अब हतार हतार गरियो फुड कलरको साटो कस्तो हुन्थ्यो कति फुड कलर चुकन्दर कलर खायो हुन्छ साथीहरू खानुपर्ने चिज पनि खाइन्छ ओहो यत्रो खान सकिन्छ सकिन्छ बस्छ नि पानी खान मन लागिहाल्यो क्या हो बाबु हामीले यसमा चना हाल्यौँ दालमोठ बदाम प्याज अनि त्यसपछि काँक्रो धनियाँ लसुनको पत्ता बिरेनुन होइन अनि त्यसपछि के हाल्यो चुकन्दरको सस बनायौँ आटा र चुकन्दर मिसाएर डल्ले खुर्सानी
खतरा मिठो भयो बाबु कोसिस त गरेको तर आफ्नै पाराको के हैन ल अब हामी यो भिडियोले यही अन्त्य गर्छौँ थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो थ्याङ्क यू बाई बाई